अब त्यो निम्तोलाई यो सरकारले डिसओन गरेको छ। हाम्रो लिनु दिनु केही छैन भनेपछि अब यो पार्टीमा ले गरेको काम सरकारले ओन गरेन हो कि होइन? जबकि आफ्नो सबैभन्दा इम्पोर्टेन्ट छिमेकीले चाहिँ उसलाई मान्यता दिएर बोलाएको छ होइन? त मैले तपाईँको च्यानलमा चाहिँ भनेन कि भनेन, यो त भारत सरकारको विरोधी कदम हो यो त होइन? मित्र राष्ट्रमा जहाँ गएका छन्, अब हाम्रो प्रधानमन्त्री के अरे सभापति जानुभएको छ, उहाँले कसलाई भेट्नुहुन्छ, हाम्रो हितको कुरा गर्नुहुन्छ, हाम्रो पार्टी हित मात्रै होइन राष्ट्रहितमा कुरा गर्नुहुन्छ, हाम्रा यो जुन सप्लाई च्यानल त्यसलाई छिटो छरितो सहज र सस्तो बनाइदिनुहुन्छ होला। त्यतिमा मात्रै सीमित छ त? यहाँ त रवि नै प्रधानमन्त्री बन्ने दाउमा छन्, बालेलाई हटाउन चाहन्छन्, मेरो कुरा त्यो गुटबन्दी गरिरहेका छन् भन्ने छ। तपाईँहरू बिचमा बोल्नुहुन्छ र मैले भन्न खोजेको कुरा मै पनि बिर्सिन्छु। मैले तपाईँहरूलाई जानी रोक्न म बिर्सिन्छु क्या। त्यो चिज ओन नगरिदिँदाखेरि रविलाई त्यहाँ पाउने जुन हो के अरे इज्जत हो, यहाँ गएर मोदीले नै भेटिदिए भने पनि अब यहाँ आउने जुन टसल हुन्छ, किनभने सरकारले त यो पार्टीको पनि नभनेर व्यक्तिगत के अरे रविको व्यक्तिगत आकाङ्क्षाले निम्तो गरेको जस्तो किसिमको चाहिँ वक्तव्य हो कि होइन त्यो शिक्षा मन्त्रीको? त्यो त त्यसो भए त जसले भारतले जसलाई निम्तो दिन्छ सरकारसँग सम्बन्धित या यो पार्टीसँग सम्बन्धित, त्यसलाई त यो सरकारले त मान्यता नदिने रहेछ। उसले गरेर आएको सम्झौतालाई या जुन आश्वासन दिएर आएको हुन्छ भारत सरकारलाई कि म हाम्रो सरकारबाट यो गराउँछु भनेपछि त रविलाई त नपत्याउने भयो नि। उसको गरिमा घटाइदियो क्या बालेनले। प्रधानमन्त्रीलाई नटेर्ने सभापतिलाई किन टेर्नु उनीहरूले पनि, हो कि होइन? त त्यो मैले के भनेको भने हाम्रो पार्टी सभापति जाँदै हुनुहुन्छ, सरकारसँग कुरा गर्नु छ, हाम्रा मिसअन्डरस्ट्यान्डिङहरू हटाइदिनुहुन्छ भनेर त्यति भनिदिँदाखेरि के जान्थ्यो बालेनको कुर्सी त झन् बलियो हुन्थ्यो। अब त साँच्चै भन्यो भने हर्कले त्यो वक्तव्य सुनेका छन् कि छैनन्, सुनेको भए मेरो हर्कलाई के चाहिँ सल्लाह हो क्वेसन उठाउ त्यहाँ भनेदेखि अब तपाईँले पार्टी सभापतिको के अरे सरकारी कार्यक्रममा भारतले सरकारको निम्तोमा जाँदाखेरि विरोध गर्नुभयो, त्यसलाई मान्यता दिनु भएन भने सदनमा तपाईँको बहुमत छ कि छैन आफ्नो पार्टीमा, त्यो सिद्ध गर्नुहोस् भनेर भन्नु पर्यो नि त। त्यो त देखियो नि त। अब साँच्चै भन्ने हो भनेदेखि विपक्षीले त माग्नुपर्ने, तिमी आफ्नो सदनमा होइन आफ्नो पार्टीको संसदीय दलमा आफ्नो के अरे बहुमत सिद्ध गर भन्नुपर्छ, अनि त्यहाँ थाहा हुन्थ्यो। अहिले मैले त देख्दा स्थिति त्यो पो छ त अरू कुरा भन्दा पनि। त्यस कारण स्थिति खराब छ भनेको मतलब। अहिलेको स्थिति खराब छ भनेर तपाईँले भनिरहँदाखेरि चाहिँ पार्टीको हिसाबले पार्टीभित्र हो। रासोपाभित्र तनाव त्यो सतहमा देखिएको जुन अवस्था छ यसले कस्तो प्रभाव पर्ला? अब भोलि एकछिनलाई भनौँ, भोलि बालेनले लिएको निर्णय यही बजेटै कुरा भनौँ न अघि, अब पर्सिको बजेट त्यो पनि सरकारकै कार्यक्रम हो होइन, सालभरिको खर्चको कुरा हो। त्यसमा चाहिँ 10 खरब रुपियाँ त कसैको कमिटमेन्ट त हुँदैन। हामीहरूले यहाँबाट यसरी आउँछ के अरे हामी आफ्नो आन्तरिक ऋण यति उठाउँछौँ, वर्ल्ड ब्याङ्कबाट यसरी लिन्छौँ, मित्र राष्ट्रबाट यसरी दिन्छौँ, यसरी अनुदान भनेर जुन राखेको हुन्छ त्यो प्रमाणित गर्न त सक्दैन यो सरकारले। आज दुनियाँमा मन्दी भएको बेलामा कसरी दिन्छ? कुनै मित्र राष्ट्रले पनि अनुदान दिने स्थिति छैन, उनीहरूले नै अनुदान खोज्ने कुरा छ। त्यसमाथि अहिले फाइनेन्सियल एक्सन टास्क फोर्सको
वार्निङको आधारलाई निस्तेज पार्नको लागि या ग्रे लिस्टबाट ब्ल्याक लिस्टबाट जानबाट बच्नको लागि 100जना व्यक्तिको सम्पत्ति जफत गर्ने भनेर आजको पेपरमा छ। त्यसलाई मान्यता दिएन, यसले पुगेन तिमीहरूको चाहिँ मनी लन्ड्रिङ र यो भ्रष्टाचार त्यसले कन्ट्रोल हुँदैन भनेर चाहिँ फाइनेन्सियल एक्सन टास्क फोर्सले मान्दैन भने बालेनसँग त्यसको जवाब छ, के अरे स्वर्णिमसँग त्यसको जवाब छ। एकछिनलाई भनौँ यही मुद्दा रविको मुद्दा जुन जिल्ला अदालतले वापस लिइदियो होइन, सर्वोच्चमा त फुल बेन्चमा छ नि त, छ कि छैन? त्यहाँ फुल बेन्चमा हराइदियो। त्यसपछि त अनि कानुन ठिक रहन्छ, सरकारको नियत ठिक रहन्छ भनेर फाइनेन्सियल एक्सन टास्क फोर्सले चाहिँ त्यसको चाहिँ स्पष्टीकरण सरकारलाई मागिदियो भने सरकारको के हालत हुन्छ? हामी सरकार ढलो छैन, सरकार बलियो तर तरिकाले गरोस् न। हामीसँग टाइम छैन भनेको, कृषकसँग टाइम छ त होइन? तपाईँको महँगीसँग तपाईँलाई फाइट गर्ने तपाईँसँग टाइम छ त? यो बजेटमा महँगीलाई कन्ट्रोल गर्ने कुनै प्रावधान छ कि छैन, या नीति लिएको छ कि छैन, आर्थिक नीति त्यो पनि हेर्नु बाँकी छ। सजिलो त छैन नि, खालि यति आउँछ आम्दानी आउँछ, यति खर्च हुन्छ, फलानु मन्त्रालयलाई यति, फलानु प्रोजेक्टलाई यति भनेर त भएन नि त, हो कि होइन? त्यसलाई स्पष्टीकरण पनि गर्न सक्नु पर्यो र त्यसको चाहिँ मान्यता पनि आउनु पर्यो। अब मेन त फाइनेन्सियल एक्सन टास्क फोर्सै छ होइन? जहाँसम्म रविको भारत भ्रमणको कुरा हो, त्यो त एक प्रकारले चाहिँ यसलाई त डाइल्युट त सरकारले गरिदिइसक्यो। अब मोदीले के हैसियतले बोल्ने? पार्टी प्रेसिडेन्टको हैसियतले बोल्यो भने यहाँ गरेको निर्णय उसले नमान्ने हो, अनि किन मोदीले भेट्ने? फेरि अर्को चिज के छ भने भोलि त्यहाँबाट रविलाई चाहिँ मोदीले भेट दिएर रविले चाहिँ यहाँको परिस्थिति यस्तो भयो कि उसले पार्टीको तर्फबाट सरकारमाथि एक्सन लिनुपर्ने हो। एकछिनलाई भनौँ न, अब साह्रै अवस्था खराब भयो भनेदेखि त सदनमा संसदीय दलको नेतृत्वमा चाहिँ आफ्नो प्रमाणित गर्नु, बहुमत प्रमाणित गर्नु भनेर केन्द्रीय कमिटीले निर्णय गरेर पठाइदियो सरकारलाई भन्ने, या सदनमै पठाइदियो भनौँ न एकछिनलाई। उसँग त्यो अधिकार त छ नि पार्टीको हैसियतले। त्यस बेलामा बालेनले लिएन भने के गर्छ? अनि दोष कसलाई लाग्छ? मोदीले उचाल्यो भने लाग्छ। त्यस कारणले मोदीले मलाई रविलाई भेट्छ जस्तो मलाई चाहिँ लाग्दैन। भाजपाले आधिकारिक पत्र काट्ने होइन, मोदीले नै भेट्ने तय भइसकेको कुराहरू आयो सञ्चार माध्यममा। सुन्नुहोस् न, आएको छ कि, तर के छ भने जुन उद्देश्य प्राप्तिको लागि बोलाएको थियो होइन, त्यो त हुन्छ भन्ने कुरा के भयो र? अब त उसलाई सरकारले टेरेन, उसले गरेको यहाँ गरेको जे वार्ता हुन्छ, जे निष्कर्षमा पुग्छ, बालेनले मान्छ भन्ने कुरा त अब त भएन है। अनि किन भेट्ने? अनि त्यो दुईजना बिचको द्वन्द्वले चाहिँ अनि परिणाम चाहिँ कस्तो निक्लिने हो? त परिणाम त हामीले भोग्ने हो। भारतले के भोग्छ? तपाईँ हामीले भोग्ने हो नि त, जनताले भोग्ने हो नि त होइन? उही हात्तीले झगडा गरे पनि टोलीबाडी नै मडारिने हो, के अरे सम्भोग गरे पनि टोलीबाडी नै मडारिने हो। यिनीहरू झगडा गरे पनि हामी नै मडारिने हो, भोग के अरे हामीलाई असर पर्ने हो। यो ऊ हुने भयो भने, मिलेर बस्यो भने पनि हामीलाई नै राम्रो हुने हो। हामी त मिलौँ भनिराखेको छ, कसले छुटाउनु? मैले त कहिले पनि रविलाई के अरे बालेनलाई फ्याल भनेको छैन। बालेन सुध्र पो भनेको छु त। त्यो मौका बालेनले दिनु हुँदैन। अब यो खाम नखाक त्यो भन्नुपर्ने के काम थियो? त्यो प्रवक्ताले आएर किन भन्नुपर्ने?
त्यो जानी जानी भनेको त्यो कसैले त्यहाँ प्रश्न गरेको पनि थिएन होइन। यो उहाँको पार्टीको तर्फबाट जानुभएको छ त्यति मात्रै भनिदिएको भइहाल्थ्यो। सरकारले त्यसको चाहिँ ऊ चाहिँ वहन गर्दैन, रिस्पोन्सिबिलिटी लिँदैन भनेर भन्नुपर्ने कारण के थियो? त्यस्तो भयो अथवा रविले त्यो किसिमको कदम चाले, बालेन पनि त्यो विषयमा त अवगत होलान् सम्भावित कदमका बिचमा। त्यो भयो भने त सरकार फेल हुनु भनेको त राम्रो होइन भन्दैछु त। राम्रो होइन नि, होइन? राम्रो होइन। त्यसपछिको परिस्थिति कस्तो निम्तेला झन् सोच्दा पनि, होइन? त्यो कल्पनाभन्दा बाहिर छ। त्यसपछि त हर्स ट्रेडिङ भन्छ नि त होइन, दलाली हुन्छ होइन, एकअर्कालाई किनबेच हुन्छ, नैतिकता जान्छ। यो 52 लाखको चाहिँ विश्वास सिद्धिन्छ, 76 जनाको बलिदान खेर गयो। 24 गते भएको आगजनी त्यो हामीले बेकारमा हामीले गरेछौँ। त्यसपछि त 24 गतेको घटना को त बेकारमा गयो भनेदेखि त हामीले त 24 गतेको घटनामा सम्बन्धित मान्छेले त झुन्ड्याउनु पर्यो नि त। अहिले किन जनता चुप लागेर बसेका छन् भने अब राम्रा दिन आउँछन् भनेर न चुप लागेर बसेको छ। कुरा त त्यो हो नि। अब यो सदनमा पनि निरन्तर विरोध छ, होइन? अब बालेन शाह यसै साता उपस्थित हुने भनिए पनि उनी उपस्थित नहुने हो भने त्यसपछि झनै यो बिग्रदौ जाला परिस्थिति। त्यो उनी उपस्थित हुनुभन्दा पहिले नै यहाँ आँधी आउँदैछ भने एउटा त यो बजेटको कुरा छ। बजेटमा वास्तवमै चमत्कारै छ कि हो कि होइन? त्यसले जनताको ध्यान मोड्छ कि? एकपल्ट तपाईँलाई थाहा छ कि छैन, क्राइस्टले गाउँलेहरूलाई खाना बाँड्दाखेरि एउटा टोकरीमा बास्केटमा माछा थियो, ब्रेड थियो, हो कि होइन? अब गाउँभरिका मान्छेलाई बाँड्दाखेरि कसरी गर्छ भन्दाखेरि त्यही एक बास्केटले सैकडौँलाई खुवाउनु भयो क्राइस्टले। त्यस्तै क्राइस्टको चाहिँ त्यो बास्केट छ कि यो सरकारसँग, के अरे हाम्रो स्वर्णिम भाइसँग, कि भोलि गएर चाहिँ उनले फटाफट हातमा हल्लाउँदाखेरि साई बाबाले सुनको सिक्री निकालेको जस्तो निकाल्ने हुन् कि त्यस्तै चमत्कार छ कि त्यो हेर्न बाँकी छ नि। भोलि पार्टीले यो सरकारलाई साथ दिएन भने लडाइँ के हुन्छ तपाईँ हामीले त्यसको कल्पना पनि गर्नु हुँदैन। यो अन्यलको अवस्था पार कसरी पाउने सर? प्रधानमन्त्री बोल्नुपर्छ अब। यसै साता बोल्दा सम्पूर्ण यसै साता नफाता नि पर्सि आउँदैछ बजेट आउँछ, त्यसको तिनै चिरफार हुन्छ। उनले बोल्नुभन्दा पहिले उहाँ पुग्छन्, के अरे रवि भारतबाट फर्केर आइसकेका हुन्छ। त्यस बेला जे बोल्छन्, बजेट त पर्सि आउँदैछ 15 गते। हो त्यही त होइन। त्यसपछि बजेटको के हुन्छ र उताबाट फर्केर आएर बालेनले जे बोल्छन् या त्योभन्दा पहिले आएर रविले के बोल्छन्, तिनीहरूकोमा चाहिँ मेल खाएन भने के हुन्छ? कुरा त त्यो हो नि त। के बोल्छन् होइन, बालेन र रविको नै कुरा मेल खाएन भनेदेखि त जे बोले पनि लडाइँ त हुन्छ भन्ने कुरा त भयो नि। चकमक र सुदर्शन पत्थर तपाईँले घोटेपछि त त्यसबाट त झिल्को निस्किन्छ भन्ने कुरा त बुझिसक्यो होइन? यिनीहरू त तयार छन्, कसैले घोटिदिन मात्रै बाँकी छ। त्यो त समय परिस्थितिले घोटिदिन्छ। तपाईँले घोटेपछि त त्यसमा तपाईँले रुओ हाल्नु होला, त्यो बल्ला नहाले पनि त्यो झिल्को त आउँछ नि। त्यो झिल्को अर्को ठाउँमा गयो भनेदेखि त्यहाँ त आगो लाग्यो नि त। त्यसको पो डर भयो। विपक्षी दलहरू पनि एकजुट भएका छन्, सशस्त्र प्रतिकार गर्ने भनिसकेको अवस्था छ होइन? विरोधीहरूको अहिलेको यो भूमिकालाई चाहिँ कसरी हेर्न सकिन्छ? होइन, उनीहरूको त अर्को विकल्पै छैन अघि। तर सबैको आफ्नो दलभित्र फेरि छुट्टै किचलो छ होइन? सबैको आफ्नै छ। भोलि अहिले बालेनको विरुद्ध या स्वतन्त्र पार्टीको विरुद्ध जानु बेग्लै कुरा हो। त्यसपछि जब बालेन र रविको चाहिँ अगर त्यस्तो टकराव भयो भने
त्यो रुखको काम त विपक्षीले गरिहाल्यो नि, आगो त त्यहीँ बलियो नि, त्यही सदनमा आगो बल्छ नि। एकछिनलाई भनौँ न, के अरे रवि आएर बालेन र बोलेको र रविले बोलेको हुने बित्तिकै त आफ्नो के अरे बहुमत साबित गर्नुहोस् भनेर अहिले मागे हुन्छ। आधार त छ नि, हो कि होइन? त्यो उसले नगरेको, उसले त्यसलाई त्यसको जिम्मेवारी नलिने हो भनेदेखि त तपाईँहरूको पार्टी र सरकार बेग्लै रहेछ। बालेनको चाहिँ बहुमत छ कि छैन, पार्टीमा एकमत छ कि छैन, सर्वमत छ कि छैन, प्रमाणित गर भन्ने अधिकार त छ नि सांसदलाई, छैन? त्यो पो कुरा त। हुन्छ सर, अन्तिममा पनि छौँ। राज संस्थाको चर्चा पनि छ, पटक पटक सोधे तपाईँलाई, एकताको लागि हो भने चाहिँ आऊ, होइन भने अब यस्तो पार्टीभित्र शङ्का उब्जिएको छ, स्वतन्त्र पार्टीभित्रै। स्वतन्त्र पार्टीभित्र पनि अरू विपक्षी दलहरूले त विपक्षी सिधै दल बोल्न थालिसके। होइन, विपक्षी दलको त कुरा छोडिदिनुहोस्, गर्नुपर्ने निर्णय स्वतन्त्र पार्टीले हो। स्वतन्त्र पार्टीभित्र एकता भएन भनेदेखि भोलि राज संस्था पनि दुईटा नाउँमा दुईटा खुट्टा राखेर त अगाडि बढ्न सक्दैन होला नि। एउटै नाउँ भए पो त्यसले तार्छ त यो पनि एउटा ठिक कुरा भएन। ल्याऊ नल्याऊ आफ्नो ठाउँमा छ, तर जनतालाई अन्यलमा चाहिँ नराख। दुईजनालाई चाहिँ छुट्याउने काम चाहिँ कसले गरिरहेको छ रवि बालेन बिच? अब यिनीहरू आफैले गरेको छ, यिनीहरूको आफ्नै व्यवहारले दिएको छ। अब अहिले भनौँ न, शक्ति त अब तिनवटा शक्ति खेलिराखेका छन्। अब कसले कसलाई समातेको छ? शक्तिले समातेको छ कि यिनीहरूले शक्तिलाई समातेको छ? हाम्रा नेताले शक्तिलाई समातेको छ, त्यो बेग्लै कुरा हो। तर के छ भनेदेखि तपाईँले आफू पो डह्रो हुनु पर्यो त। खेल्न त जो पनि खेल्न खोज्छ नि। अहिले अरू किन विदेशी गर्नुहोस्, त्यही सदनमा बाँकी 5वटा दल त तपाईँको विरोधमै छन् नि त। कुन चाहिँ दल स्वतन्त्र पार्टीको पक्षमा छ? कोही पनि छैन। अनि त ती नै विपक्षी छँदैछ, त्यसमाथि बालेन र रविको चाहिँ कुरा मिलेन भनेदेखि त त्यो पार्टी त कमजोर भइगयो नि। त्यस बेला त उही के अरे ओह्रालो लागेको मृगलाई त जसले पनि खेद्छ नि, खेद्छ कि खेद्दैन? त्यस्तो चाहिँ किन हुन दिनु? त्यो चाहिँ हुन दिनु भएन। तर जे होस्, बालेनको मौनताले हामीले अर्काको मुखबाट सुन्नुपर्छ। अब बालेनले बोलेको कुरा, अब एकछिनलाई भनौँ, भोलि बालेन आएर चाहिँ होइन हाम्रो एक ठाउँमा छ भन्छन्, होइन हाम्रो कुनै फुट छैन, हामीले हाम्रो सभापतिले भारतमा गएर कुरा गरेकोमा मेरो समर्थन छ भन्यो भने ती मन्त्रीहरूले राजीनामा गर्नु पर्दैन? यस्तो अवस्था भइदियो क्या। अब यो अन्जानमा गरेको हुनसक्छ, बुद्धि नपुगेको हुनसक्छ, बेलैमै सच्याउनु भनेको पो त मैले। बालेनको मौनताले झन् कन्फ्युजन क्रिएट गरेको छ। बालेनको ठाउँमा अरूले बोलिदिँदाखेरि झन् यसमा चाहिँ शङ्का उब्जेको छ। त्यो चाहिँ हो कुरा। हुन्छ सर, अन्तिममा के छ यहाँको सन्देश? अन्तिममा अब स्थिति राम्रो देखिँदैन। कारण के हो भन्नुहुन्छ भने, जब आफ्नै मान्छे चाहिँ लङ्गडाएर हिँड्छ भनेदेखि त्यसले एक्टिङ गरेको त भन्नु त भएन नि। हामीले 2/3 दिएको पार्टीभित्र नै चाहिँ विरोधाभास आइसकेको हुनाले हामीलाई दुःख लागेको हो। यो गर्नु हुँदैन। तपाईँहरूलाई त्यस्तो छ भनेदेखि सबै मिलेर नेतृत्व परिवर्तन गरेर भए पनि पार्टीलाई चाहिँ फुट्न नदिनुहोस्। पार्टीभन्दा व्यक्ति ठुलो हुँदैन, होइन? किनभने जनताले पार्टीलाई दिएको, पार्टी फुट्यो भनेदेखि जनताको विश्वास हट्छ।